चालक बाहेक मेरो छेउछाउमा भएका सबै प्रहरी निधाए। त्यसपछि मैले सवारी चालकलाई सोधेँ, मलाई कता लगिँदैछ? उनले मलिन स्वरमा कास्की हो सर भन्दै जवाफ दिए। चितवन प्रहरीले पछिल्लो 1 घण्टाभित्र मलाई गरेको अमानवीय हरकत देखेर म पहिलो पटक आत्तिएको थिएँ। मलाई मेरो रक्तचाप बढेको महसुस भइरहेको थियो। यस्तो चिसोमा पनि मलाई चिडचिड पसिना आइरहेका थिए। मलाई कहाँ पुर्याउँछन् र के गर्छन् भन्ने एकदमै शङ्का लागिरह्यो। कति दिनको थकाइ अब डरमा परिणत भयो। एकजना जसलाई कसैसँग सम्पर्क गर्न दिइएको थिएन, मलाई ठाउँ सारीको कुनै कागजात दिइएको थिएन, कता लगिँदैछ अनभिज्ञ थिएँ। थकित शरीर टाउको फुट्ला जस्तो गरी दुखिरहेको थियो। मेरो श्वास प्रश्वास पनि बढिरहेको थियो। 3 बजेको हाराहारीमा कास्की जिल्ला प्रहरी कार्यालय पुर्याएपछि भने मैले राहतको सास फेरेँ। अब उज्यालो हुन्छ भन्ने लाग्यो। मलाई स्वास्थ्य जाँच हुन्छ भन्ने लाग्यो। एउटा अपराधीलाई पनि गर्न नहुने व्यवहार प्रहरीले मलाई गर्यो। मलाई र मेरो परिवारलाई दिइएको मानसिक तनावको कुनै हिसाब किताब नै छैन। मैले के त्यस्तो पाप गरेको रहेछु खोइ। त्यो बीचमा मलाई केही भइहालेको भए मेरी श्रीमती निकिता, जसलाई म कहाँ छुसम्म जानकारी थिएन, उनीमाथि के बित्ने थियो होला। कास्की पुगेपछि मेरो रक्तचाप जाँच गरिएको थियो। 180/90 आएको रेकर्ड अहिले पनि प्रहरी कार्यालयमा सुरक्षित छ होला। 1 घण्टाको बीचमा भएका यी घटनाक्रम, प्रहरी नेतृत्वको अस्वाभाविक दबाव र मलाई त्यो अवस्थामा हिँडाइएको कुरा मेरी श्रीमतीलाई थाहा नदिनुले यात्रा अवधिभर यति त्रसित बनायो कि त्यो फेरि कल्पनायोग्य छैन।